बुहारी हजुर मम्मी। जाऊ छोरीलाई चिया पुऱ्याइदेऊ। हुन्छ नानु, चिया लिनु। एकछिन सुत्न दिनु भाउजू, खान्न भयो चिया सिया। होइन चिया नदिकन कहाँ लगिरहेछौ, छोरीलाई दिएनौ। चिया खाना मान्नु भएन मम्मी। होइन यो केटी किन सुते सुते गरेछ र? छोरी कति सुतेको हो त पनि आफ्नो भाउजू जस्तै अल्छी हुन्छिस् क्या? नाइ आमा, कहाँ म तपाईँको बुहारी जस्तो अल्छी छु र? त्यही भएर त यहाँ आएर थकाइ मेटिरहेको छु। त्यही भएर एकछिन आराम गर्न दिनु न। ठिक छ, तर अब उठेर चिया खा अनि तेरो भाउजूलाई पनि सम्झा। तैँले कति काम गर्छिस् तेरो घरमा। तेरो कुरा सुनेर तेरो भाउजूको दिमागमा के पस्ला कि? दिनु भाउजू चिया, खै खाम। भाउजू पक्नुस् त। अघि के भन्दै हुन्थ्यो, भाउजू अल्छी हुनुहुन्छ? भन्दैन तेरो घरमा कति धेरै काम हुन्छ, तैँले कति धेरै काम गर्नुपर्छ। ए ल ल, मेरो घरमा त धेरै सजिलो छ। म बिहान उठ्दासम्म त मेरो घरमा चिया नास्ता पाकिसकेको हुन्छ। कसले पकाउँछ? मेरो प्यारो सासू आमाले नि। अझ भन्नुहुन्छ, तिमी बिहान उठेर नुहाएर तयार भएर आऊ, बरु खाना हामी मिलेर बनाउला नि। दुवैजना सँगै मिलेर बनाउनुहुन्छ हजुरहरू? हामी त सधैँ। भयो जाऊ बुहारी, तिमी गएर आफ्नो खाना पकाऊ। कुरा सुनेर नबस। के जरुरी थियो तँलाई यो सबै भन्नलाई? तैँले बुझ्नु पर्दैन मैले त उसलाई के भन्न खोजाइरहेको छु भनेर? भन्नुपर्छ म घरमा कति धेरै काम गर्छु, झाडु पोछा लाउँछु, बिहान 4 बजे उठ्छु। अनि भाउजू पनि त बिहान 4 बजे उठ्नुहुन्छ। 5 बजे उठ्छि, कहाँ 4 बजे उठ्छि। अबदेखि त त्यो पनि उठ्नुहुन्न। किनभने जति आजादी मैले आफ्नो घरमा पाएको छु नि, त्यति आजादी भाउजूले पनि यहाँ पाउनु पर्यो नि, लिनु पर्यो नि। अब म आफै भनिदिन्छु भाउजूले। नभन्, मेरो बुहारी बरु ठिक छ मेरो लागि। हो यो भयो नि कुरा त। अबदेखि कहिले पनि भाउजूको अगाडि नभन्नु होला भाउजू अल्छी छ भनेर। हुन्छ भन्दिनँ, अब त बुझेँ मैले। हजुरको सासू आमा त्यस्तै राम्रो हुनुहुन्छ? यति राम्रो सासू आमा त सपनामा मात्र हुन्छन्। साँच्चीकै यति राम्रो सासू आमा भए बुहारीले कहिले घर सम्हाल्नै सक्दैनन्। एउटा छोरी मान्छे माइतमा किचन सम्हाल्न नसक्नेले बिहेपछि पुरा घर जिम्मेवारी सम्हाल्नुपर्छ। बिस्तारै बच्चाको जिम्मेवारी सम्हाल्नुपर्छ, बुढो सासू ससुराको जिम्मेवारी। यो सबै कुरा एउटा सासूले जो बुहारीलाई सिकाउने हो। अनि कसरी बुहारीलाई गैर जिम्मेवार बनाउन सक्छ? साँच्चै भन्नुभयो, तर हजुरले मम्मीसँग किन झुट बोल्नुभयो? झुटो नबोलेको भए तिम्रो सासू आमाले तिम्रो कामको जिम्मेवारी बढाएर रातिमा पनि काम गराउनुहुन्थ्यो। समझदार हुनुहुँदो रहेछ हजुर त। माइतमा आमा र भाउजूलाई एकदमै ख्याल राख्नु हुँदो रहेछ। तपाईँ दुईजना मिलेर बसेपछि त मलाई